ओ दर्पणे दर्पणे जे गर्दा नि भएन दर्पणे जसकैले पाएन दर्पणे रितिएको आँसु भत्किएको मन हो रितिएको आँसु भत्किएको मन आप जसे तिमी हौ दर्पणे आप जसे तिमी हौ दर्पणे हो खोसिएको खुसी रितो छ भाग्य। त्यही त शङ्का लागिरहेछ काका, एकदम रिसाएर तपाईँलाई मात्रै खोजिरहेछ। अब सुन त केटा, अब 2-4 दिन बाहिर निस्किनु ठिक छैन जस्तो छ। त्यो जेन्जी कहाँ बस्छ के बस्छ सबै पत्ता लगा ल। म चाहिँ अलिक अप्ठ्यारो जस्तो लाग्यो। हुन्छ काका, लु त म जेन्जी कहाँ बस्छ म पत्ता लगाउँछु। ए बुढी लु टङ्बा बना त। ओहो सेवा रह्यो सुब्बा दाजु। ए सेवा है होइन, म त तिमीलाई नै भेट्न हिँडेको थिएँ। बाटैमा भेट्नु राम्रै भयो मगर जेठा। किन होला सुब्बा दाजु? अब हेर न हौ मगर जेठा, अब खेतबारी धेरै हुनु पनि नराम्रो रहेछ। सबै बाँझो हुन आँटिसक्यो। त्यो एउटा दर्पणे छ, त्यसले दाउरा काटोस् कि घाँस काटोस् कि बाख्रा बाउ हेरोस् कि के गरोस्। त्यो तल गैरी खेत 17 रोपनी जति बाँझै रहने भयो। यसो अध्यय गरिदिन्छौ कि भनेर मैले भन्नु हिँडेको थिएँ। अब सुब्बा दाजु हजुरले कुरा त ठिकै गर्नुभयो हो। अब म पनि एक्लै छु सुब्बा दाजु, फेरि मसँग एक हल गोरु मात्रै छ। अब आफ्नो पनि 2-4वटा पाटालाई भए पनि खनजोत गर्नु परिहाल्यो। अब त्यही पनि हजुरले भन्नुहुन्छ भने अब नाइ त कसरी भनौँ र, फेरि मोल बिरुवाहरू उ गर्न पनि महँगो छ सुब्बा दाजु। अब कसरी पो गर्ने होला, बरु हजुरले यसो सल्लाह दिनुहोस् त। त्यसको लागि धन्दा मान्नु पर्दैन। बिउ जति लाग्छ त्यसको पनि आधी बिहोरौँला। अब खेतालाहरू यसो किनेर लाउने हो भने त्यसको पनि आधी पैसा दिउँला। हल गोरुहरू यसो चाहियो भने त्यसको पनि पैसा दिउँला। तर जसरी भए पनि त्यो खेती चाहिँ तिमीले गरिदिनु पर्यो। किनभने अहिले सरकारले पनि बाँझो राख्यो भने कारवाही गर्छ भन्ने हल्ला छ। त्यस कारणले मगर जेठा, जे जति भए पनि म आधा बिहोरौँला। त्यो तलको खेती चाहिँ तिमीले गर्नै पर्यो। अब हुन्छ सुब्बा दाजु, यदि त्यस्तो भन्नुहुन्छ भने मलहरू सबै बेहोर्ने यताउति गर्नुहुन्छ भने पहिले मेरो चाहिँ त्यो अलिकति 2-4वटा पाटा छ, त्यसलाई चाहिँ यसो गर्नु पर्यो। र अब मकै छर्ने बेला पनि भयो सुब्बा दाजु। त्यसो भए अब यही मकै छर्नेदेखि नै यसो बाँझो साँझो गर्नु पर्ला सुब्बा दाजु। हुन्छ, अब यही हप्तादेखि गर न त। त्यस्तो छ भने बरु अलिअलि खर्च केही पानी तिमीलाई चाहियो भने म गरिदिउँला मगर जेठा। तर अब खेत चाहिँ बाँझो रहनु भएन। अब राम्रो गर्छौ, अर्को साल भ्यायो भने त्यो गैरी खेत मात्रै होइन, माथि डाँडाबारी पनि गर्नु। त्यो चाहिँ त्यसै गरी खाऊ बरु होइन। अब मेरो एकदम साह्रो पऱ्यो। अब एक्लैले भ्याउने कुरो पनि भएन त्यो दर्पणले।
ल है त उसो भए अर्को हप्तादेखि तिमीले काम गर्नु। हुन्छ सुब्बा दाजु, अब यो गाउँको भगवान् भने नै हजुर नै हुनुहुन्छ। हजुरले अब नराम्रो त कसैलाई पनि चिताउनु न पक्कै पनि, र चिताउनु पनि भएको छैन। हो त्यो गरौँला सुब्बा दाजु, तर एउटा कुरा हजुरलाई भन्नु थियो। के कुरा हो भन न। हेर्नु न सुब्बा दाजु, त्यो हजुरको सालो सरोजे छ नि, त्यसले त अनि सानी सार्कीको छोरी उमालाई मार्छु काट्छु भन्दै पो हिँड्छ अरे त। अस्ति वडा अध्यक्षज्यूले पनि त्यसै भन्दै हुनुहुन्थ्यो मलाई। हेर्नु सुब्बा दाजु, हजुरको त यो समाजमा इज्जत छ, कहीँ तपाईँको सालो सरोजेले गर्दाखेरि हजुरको नाक काटेला है सुब्बा दाजु, यसो विचार गर्नुपर्ने हुन्छ। है टेरिका मगर जेठा, तिमी पनि के कुरा सुन्छौ? त्यो मेरो सालो छैन त्यो सरोजे, त्यो त मातुवा हो। अस्ति तल हस्पिटलमा लगेको, त्यसको खै यताको के नसा चुटेको छ अरे, उल्टो बोल्छ। कहिले राति उठेर धतन्दै बौलाउँदै जङ्गलतिर जान्छ। त्यो बौलाको कुरा नसुन्नु कि। अस्ति बौलाएर तल घिम्रे कान्ताको भैँसीको नि खुट्टा काटेछ मान्छे भनेर। त्यो पागलको कुरो हो, त्यस्तो कुरा नसुन्नु है। हस् हुन्छ सुब्बा दाजु। ल ल ल ल अब अर्को हप्तादेखि चाहिँ काम गर्नु है त। ल हस् हुन्छ सुब्बा दाजु। ल म फर्कै उसै गर्नु। हस् हुन्छ सुब्बा दाजु। ल ल आयो दर्पणे, आयो मलाई साह्रै गाह्रो भयो कि दर्पणे, आयो। तिमीलाई गाह्रो भयो? दिनमा बसेर आराम गरौँ होइन? तिमीलाई गाह्रो भयो? अलि आराम भयो उमा? पहिलाभन्दा हल्का कम भयो। तिमीले म जस्तो अभागीलाई किन मद्दत गरिरहेको? तिमीले के पाउँछौ र? मैले पाउने भएर मद्दत गरेको होइन उमा। यो मनले त भन्छ तिमीलाई आफ्नै बनाऊ भनेर, तर समाजसँग लड्न सकिँदैन। यही समाजले त हामीलाई बाँच्न दिँदैन त दर्पणे। कहिलेकाहीँ त अहिले मर्दिउँ जस्तो लाग्छ। मरेर समस्या समाधान हुँदैन उमा। मैले कतिपल्ट तिमीलाई भने, एउटै कुरा बारम्बार भनिराखेको छु, मरेर समस्या समाधान हुँदैन। यो समाजसँग त लडेर आफ्नो हक अधिकार जित्नुपर्छ। लडेर यो समाजसँग जित्न सक्दिनँ दर्पणे। त्यही माथि हामी तल्लो जातको मान्छे, मेरो बुवा पनि गरिब हुनुहुन्छ। म पनि कहाँ ठुलो मान्छे हो र? म आफै पनि बेसहारा हुँ, तर उस्तैको मर्म बुझ्दो रहेछ। त्यही भएर तिमी ढुक्क हुनु, मैले सक्ने गरी, मैले सक्ने जति तिमीलाई म साथ दिनेछु। तिमी ढुक्क हुनु। साँच्चै भन्नुपर्दा तिमीले मलाई साह्रै लाग्छ। के गर्नु, खुलेर माया गर्छु भनेर समाजमा भन्न सक्ने अवस्था छैन। दर्पणे, मलाई माया गर्ने कुरा नगर। यो समाजले तिमीलाई पनि अप्ठ्यारोमा पार्छ। ठिकै छ उमा, उपयुक्त समय आएपछि तिमी र म यो गाउँबाट टाढा जानुपर्छ, जहाँ तिमी र म मात्र हुन्छौ। तिमी धन्दा नमान। दर्पणे, तिमी काममा जाऊ, ढिलो भइसक्यो तिमीलाई। म तिमीले पुऱ्याइदिन्छु नि। पर्दैन, फेरि मान्छेहरूले देख्यो भने नाना थरी कुरा गर्छन्। तिमी बिस्तारै जाऊ ल, आरामले जाऊ ल।
ओइ उमा कहाँबाट आइस? तँलाई किन चाहियो? ओइ किन चाहियो रे? कहाँ हिँड्छेस्, के गर्छेस्, कोसँग डुल्छस्? मेरो हुने एउटा बुढी हो, मलाई थाहा हुनु पर्दैन सब कुरो। थुक्क त पापी। ओइ पापी भन्छस्? ओइ भक भक थलै भक भक ओइ उमा भक भान्जा अन्तिम दिन आज तेरो अन्तिम दिन हुनेछ। मलाई आज नमारी छाड्दैन। बेना 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 आज काम गरिदिएँ मैले। के हो? तपाईँले भन्नुभएको थियो नि त्यो सार किन्न मैले सिधाइदिएँ उमालाई। अनि दायाँमा कसै मान्छेहरूले त देखेन होला नि त। ल उसो भए एउटा कुरा ध्यान दिएर सुन, तिमी 2-4 दिन यो गाउँ छोडेर जानु पारीले गाउँमा। त्यहाँ मेरो बहिनीको घर छ, त्यहाँ लुकेर बस्नु, कसैलाई पनि केही पनि थाहा नदिनु नि। फेरि त्यहाँ दायाँमा हिँडो, फेरि पुलिसले समाउला। जप हुन्छ बेना हुन्छ गइहाल, फेरि अहिले पुलिस आउँछ। हस् बेना ल म गएँ बेना। ओइ तर पनि तँ चाहिँ यहाँ दाउरा चिर्दै बस, उता खोइ कसले पनि उमाको हड्डी चिरिसक्यो। के हो भने यो हुनु नि तेरा बाजे पराउ त कोही कसले पनि उमाले मारेर फाइदिराख्यो। कसले मारे? के थाहा खोइ कसले मारे कसले मारे। खबर त गरिसकेको छ, यतिखेर परेर पनि आएको छ होला आउँछ। बेवारिसे लास हामीले देखिरहेको छौँ। हल्लर साहब तपाईँले फोर्सन टिपलाई अथवा एम्बुलेन्सहरू केही फोन गर्नुभएको भएन? म एकछिन हजुरलाई एकछिनमा कन्ट्याक्ट गर्छु। ल अब यो पोस्टमार्टम गरिसकेपछि मात्रै थाहा हुन्छ। हजुरहरू हजुरलाई म पछि कन्ट्याक्ट गर्छु। पहिला यो लासको पोस्टमार्टमको लागि चाहिँ मेन कुरा एम्बुलेन्स पठाइदिनु पर्यो। नमस्कार हजुरहरू, यहाँ एउटा बेवारिसे लास हामीले भेटाएको छौँ। हजुरलाई कसैमाथि शङ्का छ? लास लडिराखेछ, शङ्खाको भरमा त लाउनु भएन। यी कसो हरिजी? शङ्खा भरमा त भन्नु भएन, कसैलाई चाहिँ त्यत्तिकै दोष लाउनु पाइँदैन। उहाँहरूले अनुसन्धान गर्नु पर्यो, अनुसन्धानपछि मात्रै भन्नु पर्यो। त्यसको लागि धन्यवाद। अब तपाईँलाई यहाँ देखेर मैले केही जानकारी मात्रै लिन खोजेको। हामी अनुसन्धानको क्रममै छौँ। ल ओके रोजर रोजर। एकछिन अनुसन्धानको काम भइरहेछ, तपाईँ यता आउन पाउनुहुन्न प्लिज। तिमीले के भौमा? कसले के गर्यो? बोलौमा बोल बोलौमा के भयो? समाइजा तिमी किन यस्तो गरिरहेको? यस्तो नगर न। के भएको? हे भगवान्, तिमीले कसले के गर्यो?
नरो। दर्पणी किन रोएर बसेको? नरो, जे हुनु भइहाल्यो। जति रोए पनि अब बितेका पलहरू फर्केर आउँदैनन्। आखिर तिमीले भन्न खोजेको कुरा मैले बुझिनँ नि। बिस्तारै बुझ्दै जानेछौ दर्पणी। हरेक कुराको अन्त्यपछि फेरि नयाँ सुरु हुन्छ। हरेक कालो रातपछि नयाँ बिहानी सुरु हुन्छ। म तिमीलाई हरेक सुख दुःखमा साथ दिन तयार छु दर्पणी। नमस्कार वडा सदस्यज्यू। नमस्कार सही साहब, हजुरलाई मैले केही सेवा गर्न सक्छु कि? म तपाईँलाई थाहा होला यहाँ अस्ति एउटा हत्या भएको थियो, त्यही भएर यहाँ हाम्रो बिरहाङजीको घर चाहिँ खोज्दै हिँडिरहेको थिएँ। हजुरलाई थाहा होला? थाहा छ, यहीँ कतिर जेम्बिरको डाँडामा पर्छ। हस् त वडा सदस्य, धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। हजुरको यात्रा शुभ रहोस्। ल हेलो, घरमा को हुनुहुन्छ? कसलाई खोज्नु भयो होला यहाँले? बिराङ सुब्बालाई खोजेको मैले। हजुर, मै हुँ त बिराङ सुब्बा। हजुर एकछिन चौकीमा जानु पर्यो। चौकीमा? किन होला? किन बिराङ सुब्बाजी, चौकीमा गएपछि हामी सबै कुराहरू बताइहाल्छौँ नि। होइन सर, किन चौकी गइराख्ने? जे कुरा छ यहीँ बसेर गरौँ न, हुन्न? होइन, भर्खरै मात्रै उमा सार्कीको हत्या भएको छ। त्यसको विषयमा तपाईँसँग सोधपुछ र तपाईँको सालोको विषयमा पनि बुझ्नुपर्ने अलिकति काम भएको भएर चाहिँ त्यसबाट तपाईँलाई चाहिँ अलिकति दुःख दिन खोजेको मात्र हो हामीले। यति दुःख चाहिँ हजुरले गरिदिनु पर्यो। होइन सर, अब त्यो उमा सार्कीको हत्याको बारेमा त अब हामीलाई के सरोकार छ? हामी त गाउँको एउटा इमान्दार मान्छे, समाजसेवी मान्छे। फेरि यो किन चौकीमा गएर यताउति कुरा गरेर? मैले त फेरि त्यो उमा सार्कीलाई त खास राम्ररी पनि चिन्दिनँ। यो गाउँमा निकै शत्रुहरू छ, त्यसैले तपाईँलाई गलत कुरा सुनायो होला। हर केही छैन, अब आइहाल्नु हो। हुन्छ, हिँड्नुहोस् चौकीमा। हुन्छ।